हाई एभ्रिवान हामी बिहानै उठ्यौँ हो अनि त्यस पछाडि चाहिँ मैले चाहिँ चिया बनाएँ अनि चिया चाहिँ मैले थर्मसमा लिएर आएको थिएँ अनि त्यस पछाडि मैले हालेँ अनि चियासँग चाहिँ हामीले टोस्ट बनाएँ अनि टोस्ट बनाउने बेलामा चाहिँ मसँग जाम केही पनि थिएन त्यही भएर मैले प्लेन सुत्दै खाएँ अनि त्यस पछाडि चाहिँ आजको ब्लग यसरी सुरु हुन्छ मेरो। हाई एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा हो। अनि हामी चाहिँ बिहानै उठ्यौँ अनि एकदमै पानी परिरहेको थियो बिहान चाहिँ। अहिले चाहिँ घामहरू देखा परिरहेको छ अनि बिहान उठ्यौँ अनि चिया सबै पिएँ अनि चिया सबै बनाइसकेँ। पिइसके पछाडि चाहिँ आज चाहिँ मेरो अफ डे हो। अफ डेमा मलाई जहिले पनि के बनाएर खान मन लाग्छ। आज के बनाउँछु म तपाईँहरूलाई देखाउने छु गाइस। अनि यहाँ मेरो उसहरू चाहिँ सबै मरिरहेछ अनि गाइस उहाँ चाहिँ मेरो श्रीमानज्यू हुनुहुन्छ। कहिले भनेको मान्दैन। अघिदेखि मैले के स्पेसल बनाएको छु खाना जाउँ भनेको मानेको छैन। उहाँको काम म तपाईँलाई देखाउँछु। हेर्नुहोस् यस्तो श्रीमान भयो भने गाह्रो छ। 24 घन्टा यही ट्याक 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 गर्छ। अनि यहाँ यो दुइटामा समय बिताउनु पाए पछाडि बुढीसुढी गोली मारिदियो। अनि मेरो स्पेसल चाहिँ यही नै हो। अनि मैले चाहिँ अनि मोमो यो अस्ति नै बनाएको, यो चाहिँ फ्रोजनवाला हो। अनि त्यस पछाडि चाहिँ मोमो चाहिँ यो पिरोवाला चाउचाउलाई चाहिँ बनाएँ अनि एकदमै पानी पनि परेको थियो। यसरी बनाएर खाँदा एकदमै मिठो अनि चिसोमा एकदम राम्रो बन्ने हुन्छ, झोल हुन्छ नि त। अनि मैले चाहिँ यसरी बनाएँ, यो थुक्पा स्टाइलले हो। अनि त्यस पछाडि चाहिँ बुढाहरू बुढी यसरी खाएँ। अनि मैले चाहिँ यो के भन्छ अरे हामी दुवैजना मजाले बोलेर खाइरहेको थियौँ। तर मैले चाहिँ यो उसबाट रेकर्ड गरेको हुनाले त्यहाँकै के अरे साउन्ड आएको रहेछ। अनि त्यही भएर त्यसमा चाहिँ मलाई चित्त बुझेन, बल्ल मैले थाहा पाएँ हो। अनि बुढा र बुढी मजाले भिडियो बनाउँदै अनि मोमो र अनि थुक्पा भनौँ अनि तर यो नुडल्सको हो बनाएर खायौँ। जस मजाले मेरो दिन पनि मजाले गयो हो। अनि त्यस पछाडि यसरी होला। अनि फर्स्ट टाइम हामी बुढाहरू बुढीसँगै बसेर खाएको। अरू बेला पनि हुन्थ्यो तर उहाँ खासै भिडियो बनाउन मान्नुहुन्थेन। आज त मैले जसरी नै बनाउनुपर्छ हुनुपर्छ भनेर चाहिँ मैले गरेको हो। अनि जाडोमा सुप खाना चाहिँ अति नै मिठो हुन्छ। अनि यो चाहिँ मेरो फ्रोजनवाला हो। अस्ति हामी यहाँ टिमसँगै बनाएर खाएको थियौँ हामीले चाहिँ। अनि पछि हामीले नि फ्रोजन गरेर राखेको मोमो हो। अनि सजिलो पनि हुन्छ। अनि मलाई चाहिँ कहिले कहिले के बनाएर खान मन लागिरहेको हुन्छ। अनि यसरी बनाउँदाखेरि चाहिँ मलाई छुट्टै खालको भाइब हुन्छ कि अब हामी नेपालमा जस्तो जताततै किनेर खान पाउँदैन नि त। यहाँ त गाह्रो छ, फेरि भने जस्तो ठाउँमा पाउँदैन, पाए पनि यस्तो महँगो लिन्छ क्या। अनि मैले एकचोटि हामीले कहाँ हो खाने बेलामा चाहिँ तपाईँको जम्मा 8वटालाई कति युरो परेको थियो कि नेपालमा जोड्दाखेरि चाहिँ अलि धेरै नै पर्न जान्छ। अनि मलाई एकदमै डर लाग्छ कि त्यही भएर म चाहिँ खाँदिनँ, बरु आफ्नो घरमा बनाउँछु। अनि प्रब्लम चाहिँ के थियो भन्दाखेरि अब हामीसँग मोमो भाँडा छैन नि त। अनि पछि मैले यहाँ अनि साथीलाई दाइलाई मागेको थिएँ अनि उहाँले दिनुभएको थियो होइन। अनि उहाँले दिनुभयो अनि त्यही भएर मात्र मैले यसरी बनाएर खान पाएँ होइन। नत्र भने मैले बनाएर खाने नि पाउने थिएन। अनि त्यो भएको कारणले गर्दा अनि यता हाम्रो अनि साथीहरूले नि अनि मागिरहेको थियो, उहाँले नि मजाले खान पायौँ, हामीले पनि मजाले खान पायौँ। जस रमाइलो एकदमै भयो। अनि अब धेरै कुरा गरेर होला, के कुरा गर्ने त्यो पनि मलाई थाहा भएन। जति बोल्न खोज्छु भिडियो नै हिँड्नै हुँदैन। मैले धेरै नै रेकर्ड गरेको रहेछ भिडियो चाहिँ। अनि खाने बेला चाहिँ दुवैजना बुढाबुढी मजाले बोलेर उस गरिरहेको थियो। तर मेरो त्यो अरूको साउन्ड एकदम धेरै भयो कि त्यो भएको कारणले गर्दा मैले चाहिँ भोइस ओभर गर्नु पऱ्यो। अनि त्यसमा चाहिँ एकदमै झ्याउ लाग्यो मलाई चाहिँ। अनि त्यही नै हो। अब म योभन्दा बढी ज्यादा म बोल्न सक्दिनँ। म आफूलाई थाहा छैन म के बोलिरहेको छु भनेर। यति हो, जाडोमा तपाईँहरूले बनाएर खानु, अल्छी गर्नु हुँदैन साथी। अल्छी गऱ्यो भने आफै भोको रहने हो। अनि मलाई चाहिँ यस्तो पहिला चाहिँ इन्ट्रेस्ट हुँदैन थियो। तर जब सबैजना विदेश गइसक्यो नि त अनि म नेपालमा हुँदाखेरि म एक्लै भएँ। त्यहाँदेखि चाहिँ मलाई एकदम धेरै खानेकुराहरू बनाउन मन लाग्ने, स्वाद चाहिँ सुसुकै होस् तर एकदमै धेरै जोस जाँगर चाहिँ चल्थ्यो। अनि त्यो कारणले गर्दा अहिले चाहिँ मलाई जे पनि बनाउँछु होला, अब कहिले राम्रो होला कहिले नराम्रो होला बनाएको मतलब कहिले मिठो हुन्छ होला कहिले मिठो हुँदैन होला। तर अहिले चाहिँ जस्तो